फेरि मेरो न्यू भ्लग आउँदैछ। म चाहिँ जन्तजान लागेको अनि भाइको बिहे छ होइन। भाइको बिहेमा म तपाईँहरूलाई सबै भिडियोहरू त देखाउन सकिँदैन, त्यो अलिअलि भिडियो चाहिँ म तपाईँहरूलाई देखाउँछु। तपाईँले राम्रो नभए पनि राम्रो मानेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला, यही दिनु होला। म तपाईँहरूलाई अब जे जति हुन्छ भिडियोहरू देखाउने छु। अनि हामी चाहिँ जन्तजान लागेको, म चाहिँ यहाँ जुत्ता लाउँदैछु होइन। अनि तलतिरबाट साथीहरू पनि हुन्छ, अनि बिहे घरमै भेटौँ होला है त अब ल। ल हामी जुन्ती जान लाग्यो ल। बिहे घर चाहिँ उति तल हो, भर्खर चलमान हुँदैछ। हेलो हेलो, बिहे घर आइपुग्यो ल। हारा मैदिने यति फेरि के छ लगायत बिहे घर चाहिँ यस्तो छ स्थिति। अनि हल्का पानी पनि परिरहेको छ। अनि यहाँ बेहुलालाई सिङ्गर पेट्रोल गर्दैछ, तयार पार्दैछ बेहुलाले, मेकअप सिकअप अब यस्तै गर्दैछ। अब एकछिनपछि बेहुला सब तयार हुन्छ। यहाँ चाहिँ सगुन राख्नुको लागि दिदी बहिनीहरूले ठाउँ बनाउँदैछ, यहाँ ठाउँ मिलाउँदैछ सगुनको लागि सबै पुरै तयारी गर्दैछ। ल हाम्रो बेहुला पनि तयार भइसकेको छ। अब यहाँ मामा भन्नेले बोकेर यसरी लानुपर्छ सगुन राख्ने ठाउँसम्म गाइजहरू। यसरी बेहुला बोक्ने कार्बेस पनि तयार हुँदैछ गाइजहरू। अब यहाँ सगुनको लागि चाहिँ चेलीबेटीहरू आउँदै हुनुहुन्छ। यसरी अब सगुनको लागि तयारी कोही आउँदै हुनुहुन्छ। यसरी चेलीबेटी दिदी बहिनीहरू आउँदै हुनुहुन्छ। चेलीबेटीहरूले यहाँ सगुनहरू राख्छ। अनि खतरा माला है यो तल बोकेको डोकोमा भएको चाहिँ सबै नङछ्यालहरू भन्छ। यो चाहिँ जुन्तीभन्दा पहिल्यै पुर्याउनु पर्छ बेहुली घरमा। अनि उनीहरू चाहिँ पहिल्यै जाँदैछ ऊ। सिंगल बाँकी छ। अब हामी दुई भाइले चाहिँ यो खाली डोली तल लगेर राख्ने, अनि तलबाट चाहिँ बेहुला बोक्ने भाइले तल लगेर राख्ने होइन। हामी दुई भाइले चाहिँ यहाँ डोली ल्याइ पुऱ्याएर बसेको। अनि माथिबाट चाहिँ जुन्ती आउँदैछ बेहुला ल्याएर। हामी चाहिँ गाइस यसरी उकालो बाटो हिँड्दैछ जुन्ती माथि। अब पुग्नु लाग्यो चाहिँ यसरी उकालो हिँड्दैछ। ल बेहुली घरमा आइपुग्यो गाइस। ल अब बेहुलालाई डोलीबाट निकाल्ने हो। बेहुली घरमा आइपुग्यो हामी। ल गाइस बेहुला ल्याइ पुऱ्याएर अब एकछिन थकाइ मारेको। अब एकछिन पछि बेहुलालाई घोडा दुहेकोहरू भिडियोहरू हेर्न पाइन्छ, त्यो हेर्नु होला।
अब चाहिँ हामी भोज खानेतिर लाग्ने हो गाइजहरू अब भोज खाने हो हामी भोज खानलाई हाम्रो खानपिन भोजहरू भइसक्यो खानपिन भइसक्यो अब हामी नाच्ने रमाइलो गर्ने भन्ने हो अनि रातभरि रमाइलो नै गर्ने यहाँ बाँसै राख्ने हो बेहुली दिनभरि नाचेर रमाइलो गरेर रात परिसक्यो अनि बेहुली बास राखेको थियो नि त अनि त्यही भएर हामी रातभरि नाच्ने अनि लगन सगन सबै सकाएर अहिले बेहुला बेहुलीहरू पनि नाचिरहेको छ अब रातभरि नाच्ने हो रमाइलो गर्ने हो गुड मर्निङ गाइज बिहान भयो अब बेहुली निकाल्छ नि गाइज हेर्नु है त